भिजाएर धुर्म सुन्दरी दाइ तपाईँलाई यो थक पनि बन्दिनँ त्यसलाई। थक प्रमाणित गर्न एउटा पाएको जस्तो कलाकार होइन देशको कलाकार उसले राम्रो गरेको छ भनेपछि निष्पक्ष छानबिन गरेर होइन उसलाई अझै पैसालाई दिनुपर्ने ठाउँमा अझै पुरस्कृत गर्ने ठाउँमा होइन अझै पनि दुःख दिइरहेको छ। यो सधैँभरि यो चितवनको नगरपालिकाको मेयर बन्छ यो बन्न सक्छ यो उजुरी हालेकोले मेरो परिवारलाई कुन मानसिक तनाव भोग्नु पर्यो र कुन अवस्थामा हामीले पुर्यायो भन्ने कुरा त मैले अख्तियारमा गएर बयान दिएर त्यसको तामेलीमा हालिसकेपछि त्यो पछाडि राष्ट्रिय सतर्कता केन्द्रले टेक्निकल अडिट गर्दाखेरि त्यहाँ चाहिँ अख्तियारका मान्छे प्राविधिक र सिए पनि बसाएर यहाँ फिल्डमा आएर हेरेर चेक एउटै विषयमा हजारचोटि चेक जाँच भइसकेपछि अब डराउनु पर्ने त केही थिएन होला नि। मानवीय संवेदना पनि हुन्छ होला कति ठाउँमा विपद हुन्छ होला अर्को के हुन्छ कुन कन्डिसनमा गरेको निर्णय भन्ने हुन्छ नि होइन।